सबैजनालाई चाहिँ तिम्रो अझै फ्युचर राम्रो हुँदै गओस्, तिम्रो मनोबल अझै बढ्दै गओस् भाइ। हामीले त एमबिबिएसमा नाम निकाल्न सक्दैनौ, तिमी जस्तो ट्यालेन्ट छुइनौ होइन। तर तिमीले आज जुन एउटा हिम्मत देखाएको छौ, यो सबै स्टुडेन्टहरूलाई, सबैजना नेपालमा जो बसिरहनु भएको छ, त्यो चाहिँ प्रेरणाको स्रोत चाहिँ सत्यनारायण, नामै सत्य होइन, सत्यम शिवम सुन्दर भने जस्तै सत्यनारायणले चाहिँ आज साफी सत्यनारायण इज भेरी काफी है। ल सबैजनाले चाहिँ ताली बजाइदिनु होला। र यो चाहिँ तपाईँलाई 1 लाख रुपियाँ, यो हाम्रो यो फाउन्डेसनबाट 1 लाख रुपियाँ चाहिँ संस्थाको नामबाट तपाईँलाई चाहिँ यो सहयोग 1 लाख रुपियाँ सहयोग है। ल भाइलाई ल सबैजना ताली बजाइदिनु होला त। ल ल ल ल ल तपाईँहरूले लगाइदिनु न, त्यो उहरू लगाइदिनु त, के अरे स्मार्ट टाइल लगाइदिनु, सबैजना लगाइदिनु त। ल ल बधाई, ल ल ल लगाइदिनु त। बिचरा बिचरा हेर यस्तो ठाउँमा बसेर प्रभु हेर्नु, यति दुःख गरेर मान्छेले चाहिँ यसरी पनि प्रगति गर्दो रहेछ, भगवान्ले यसरी चाहिँ देख्दो रहेछन्। लाउनु न उपाध्यक्षज्यू, हे तेरी गए कस्तो हेरेर बनाउनु भयो होइन। ल त्यो भिडियो नखिच्दैन, बोर्ड छोडिदिनु। ल ल उसलाई कति उसलाई प्रेरणा, यो गाउँ के डाक्टर साहब होइन। अब यो नेपाली भाषा बुझ्नुहुन्छ तपाईँहरूले? ए यो गाउँको डाक्टर साहब हामीलाई चेक गर्ने, मलाई चेक गर्नु है तपाईँले। तपाईँ पढ्ने ठाउँ कुन ठाउँ रे? अब गएर पढ्ने दाङमा। ल ल ल बधाई छ। मेरो एउटा फोटो खिचिदिनु त भाइसँग है।